हेलो गाइज, हामी कहाँ जाँदैछौँ? ओहो, अझै धित मरे छैन जस्तो छ दादाको। एकदम रमणीय दृश्य छ यहाँ यतातिर। हामी माथिको डाँडा जाने हो। र मोबाइल खाइदे आइफोन यता आगे बाटो बाटो कता बाटो न ठिक न ठिक ह मान्छे पनि थाहा हुँदैन होला। मान्छे बस्नु थाहा हुँदैन के खपक्क लगाएर बस्छ मान्छे। ए बगेर खानु त हिँड लगेर खान्छ न हात चाहिँ बगेर खानु कस्तो भिटामिन छ नि लगाउन दे त्यसो ओइ चाहिँ मोरा खालेमा बिहा बुवा छन् यस्ता ठाउँमा गुजाउँछ बिहा। फल उता नि चल्छ यहाँ राम्रो सुने त राम्रो सुने चाहिँ नि ठुलो ढुङ्गा बिहाबै पल्टाउने ऊ तेरो पछि चाहिँ ढुङ्गा ओए मा चल गाडी एउटा राम्रो न दाइ कहाँ हुन्छ दाइ बारीदेखि न त कसरी आउँछ कहाँ आउने भाइरल भयो इसके अब तेरो पनि भिडियो त दूर आयो हुन्छ नि मेरो आउनु हेलो गाइज, हामी लोकेसन चाहिँ हाम्रो ठ्याक्कै एक्ज्याक्ट थाहा भएन, त्यही पनि हामी बाटोमा हिँडिरहेछौँ। बाटो पनि छैन यहाँ, हामीले बाटो खोज्ने होइन कि बाटो बनाउँदै हिँड्ने हो। हेर्न सक्नुहुन्छ यस्तो मस्त ठाउँ छ, तपाईहरू यहाँ आउन सक्नुहुन्न। हामी बाहेक तपाईहरू आउन सक्नुहुन्न। त्यही भएर तपाईहरूलाई हामी आशा भरोसा दिलासा ल्याउँदैनौँ हामी, हो कि होइन भन्नुहोस् त मेरो दाइहरू। फेरि दाई सबैलाई होइन, आशिक दाई अनि पछि मेरो विजय भाइ अनि विकास भाइ, अरू मेरो बच्चा। कोही म त्यहाँबाट सिक्छु तिमीलाई भेट्नु पर्ने क्या छिजामी त हेर्नु पानी पर्दा यो कालबाटो गरायो के